नमस्कार। आज हामी कुटीटार आग्री गाउँ भेगमा है आलिटार जिपियूको एग्रिकल्चरको तर्फबाट फिल्ड भिजिट आएको छौँ र यो फिल्ड भिजिटमा चाहिँ हामी हाम्रो यदु शर्मा ढकालको घरमा आएको छौँ र यो चाहिँ हाम्रो नियर खामदुङ संस्कृत पाठशालाको छेउमा पर्छ र तपाईहरू जतिजनाले अहिलेसम्म अस्ति हाम्रो अमित सर एटिएम सरको भिडियो मार्फत खोर्सानी लानु भएको छ है। डल्ले खोर्सानीको बिरुवा 3 रुपियाँ गोटा 5 रुपियाँ गोटा पटको हेरी लानु भएको छ। त्यसमा अझै तपाईहरू कोही इच्छा हुनुहुन्छ है खोर्सानी लानुहुने, खोर्सानीको सिड लानुहुने, डल्ले खोर्सानीको भने तपाईहरुले अझै पनि तपाईहरुले सम्पर्क राख्न सक्नुहुन्छ। यो फेसबुक आइडी मार्फत है तपाईलाई जानकारी दिँदै हामी फोन नम्बर पनि सार्वजनिक गरेको हुन्छौँ। त्यहाँ फोन नम्बर कन्ट्याक्ट गर्न सक्नुहुन्छ। भाइ हाम्रो साथी है यदु शर्मालाई स्वागत छ यो उयसमा हाम्रो यस फेसबुक आइडीमा र तपाईहरुलाई हामी उहाँको फिल्ड देखाइरहेको छौँ र तपाईको अहिलेसम्म जुन डल्ले खोर्सानी बेच्ने क्रम रहेको छ है जारी, त्यसलाई तपाईले कति हजार चाहिँ बेचिसक्नु भयो? मैले 15,000 जस्तो चाहिँ बेचिसकेँ। तपाईले 15,000 बेचिसक्नु भयो। अब तपाईकोमा रिमेनिङ कति रहेको छ? अब त्यही 10-15,000 रहेछ। 10-15,000 रहेको छ। तपाई यो 10-15,000लाई पनि सेल गर्न चाहनुहुन्छ? 10-15,000 पनि सेलै हो। सेल गर्नुहुन्छ मतलब अर्डर भइसकेको छ प्राय जस्तो, आउनु मात्रै छ मान्छे। र अस्ति जुन भिडियो गएको थियो है हाम्रो अमित सरको तर्फबाट, त्यसमा कति जस्तो चाहिँ सेल भयो लगातार? त्यसमा त लगभग 10,000 जस्तो सेल भयो। 10,000 जस्तो सेल भयो भनेपछि रिमेनिङ रहेको पनि तपाई जति डिमान्ड आएछ त्यो भन्दा ज्यादा छ नि तपाईको खोर्सानी, त्यो पनि सेल गर्न चाहनुहुन्छ? मतलब अब चाहिँ ज्यादा चाहिँ छैन, अर्डर आएको अन्त अब अलिअलि कन्जेस्टेड छ। मतलब कति हजार? कम्ती नै छ अब चाहिँ। हजुर, भनेपछि अर्डर धेरै आइसकेको छ, मान्छे लिनु मात्रै आएको छैन नि। तपाईको स्टेट जुन हाम्रो यो एरिया छ है आलिटार जिपियू रिनोक ब्लक, यो एरियाबाट मात्रै यो एरियामा मात्रै सेल हुँदैछ कि बाहिर पनि सेल हुँदैछ? जस्तो यो एरियामा चाहिँ 2% मात्रै सेल हुँदैछ, प्राय जस्तो बाहिर जान्छ। बाहिर कति टाढासम्म सेल हुन्छ? मतलब यो गान्तोकसम्म पुग्यो, कालिम्पोङसम्म गयो हैन। हजुर, यता ताकाथाङ, यता पितामसिंहतिर गयो बिरुवाहरू चाहिँ। भनेपछि हाम्रो कालिम्पोङ डिस्ट्रिक्टमा प्राय छरिसक्यो। कालिम्पोङ डिस्ट्रिक्टतिर पुरा गइसक्यो। हुन्छ, ठिकै छ है। गान्तोकतिर ठिकै छ, तपाईको एकदम राम्रो भएको छ र अन्य खेतीको नि छोटो भिडियो बनाऊ है। सँगसँगै तपाईहरु देख्न सक्नुहुन्छ है यो कोपी, केबेज डल्लो पनि परेको छ। केबेज डल्लो पर्नु थालेको रहेछ। गार्डन पनि देख्न सक्नुहुन्छ र तपाईले विशेष देख्न सक्नुहुन्छ तपाईलाई सजिलो पाराले खेती धेरै उन्नति गर्नको निम्ति हाम्रो मल्चिङ प्लास्टिकबाट है जुन एग्रिकल्चर डिपार्टमेन्टले दिनुहुन्छ र उहाँले आदि किन्नु भएको रहेछ है। र तपाईले यो मल्चिङ प्लास्टिकमा जुन प्याज रोप्नु भने यसमा तपाईलाई कुन सुविधाजनक भयो? जुन पहिला त्यतिकै तपाई ड्याङ बनाएर रोप्नुहुन्थ्यो र अहिले मल्चिङमा रोप्दाखेरि? मल्चिङमा रोप्दा चाहिँ एक किसिम गोड्नु अलिक कम्ती हैन। अब यसको यस्तोमा मात्रै झार पलाउँछ यहाँ मात्रै, यो अलिअलि झार पलाउँछ, यसरी यो उखेलिदियो हैन, अलिअलि हुन्छ। तर यो चाहिँ अलिक छोटोमै उखेल्नुपर्छ, लामो भएर उखेल्यो भने चाहिँ प्याजसँगै आउँछ फेरि हो। हजुर, सानोमै उखेलिदिइहाल्यो भने भइहाल्दो रहेछ। मतलब कि यो चाहिँ सजिलो चाहिँ उखेल्नुलाई मात्रै, झार उखेल्नु चाहिँ एकदमै सुविधा, झार नआउँदो रहेछ। यसमा अनि तपाईले जुन पाराले रोप्नु भएको छ नि, यसमा यसको जुन फल छ नि, अब प्याजमा त मुनि है माटो मुनि फल्छ हैन। अब कस्तो फल्छ त्यो चाहिँ हामीलाई त्यति आइडिया छैन। माटो मुनिको चाहिँ तपाईले हेर्नु भएको छैन? छैन, यो चाहिँ फर्स्ट हो। हजुर, फर्स्ट ट्राई गरेको। ठिकै छ। देख्न सक्नुहुन्छ है यो मल्चिङ प्लास्टिक बेनाको पनि प्याज बारी है सिट, र यति राम्रो बारेको छ तपाईले प्याज बारीमा। तपाईलाई एउटा विशेष कुरा, यो जुन प्याज तपाईले यसरी रोप्नु भयो नि, यो बार्नुको औचित्य चाहिँ के हो तपाईको? यो कुकुर र स्यालले चाहिँ साह्रै डिस्टर्ब गर्छ यहाँनिर चाहिँ। कुकुर र स्यालले? कुकुर र स्याल चाहिँ आएर यहाँ लाक्पा खेलिदिन्छ रातभरि। अन्त यो चाहिँ प्याज चाहिँ बिहान हेर्दा जस्तोको चाहिँ उहाँहरू खाल्टाहरू पनि देखिँदैछ, अझै कुकुरको खुट्टाको खाल्टाहरू क्या। त्यही भएर चाहिँ यो बार्नु परेको क्या। हुन्छ, उहाँको अन्य फिल्डहरू पनि छ है, यो जुन तोरीबारी छ, मस्टार्ड फिल्ड, बकविट फिल्ड, यता सुगर क्यान फिल्ड पनि देख्न सक्नुहुन्छ पर है तपाईले। हुन्छ।